र रानीमहल आएर फोटो खिच्देऊ त्यही खुसी लाग्यो। वेलकम टु माई मिनी भ्लग। यो भिडियो पनि केही समय अगाडिको हो। आज मैले बल्ल पोस्ट गर्दैछु। इन्जोय दिस भिडियो गाइज। हेलो गाइज भन्नुस्। हेलो गाइज। हामी घुम्न जाँदैछौँ भन्नुस्। हामी घुम्न जाँदैछौँ रानीमहल। तपाईँ अहिलेसम्म जानुभएको थिएन? नै। चल म कान्छो नातिसित रानीमहल जाँदैछु। हो हामी जाँदैछौँ ल। हजुरआमा पनि आउनुभयो। रानीमहल यहीँ हो, देख्नुभयो रानीमहल? यहाँ गङ्गाजी। हाम्रो हजुरआमाको श्रीमान हाम्रो हजुरबाला लिएर जलाएको यहीँ हो अरे। अहिलेसम्म आउनु भएको थियो नि तपाईँ? ल बल्ल आउनुभयो, कस्तो खुसी हुन्छ? ल यहीँ हो। हजुरआमाको अब घिड्किसै भेट्यो अरे। मेट्यो? ल आजबाट हजुरआमाको रानीमहल आउने घिड्किसो मेट्यो। पहिल्यैबाट भनिरहनुहुन्थ्यो, आज यसो मिलेर आइयो। हामी खास हस्पिटल गएको थियौँ, हस्पिटल आउँदा टाइम र त्यसपछि यता आइयो। हामी यहाँ छौँ भनेर कसैलाई भनेनौँ। हिँड्न सक्ने ठाउँमा हिँड्नु, नसक्ने ठाउँमा म बोक्छु ल। हिँड्नु सुस्त सुस्त। अलिकति हिँड्नै बस्ने, अलिकति हिँड्नै बस्ने। पनि बल्ल बल्ल चढेर हामी यहाँसम्म आयो ल। अब यहीँ माथि हो ल, यति हेर्नुहोस् त।